नमस्ते, म अहिले बागपुलमा छु। बागपुलदेखि जुन भएर डुवर्स जुन मार्ग जुन पुल छ, बागपुलमा चाहिँ हाइट बार लगाइएको छ। यहाँहरूलाई हामीले अघिबाट नै यो समाचार गरिसकेका छौँ। यहाँ हाइट बार जडान हुँदै गरेको समाचार तपाईँहरूलाई पस्किसकेको छु भने अब हाइट बार जडान भइसकेपछि यहाँ कस्तो परिस्थिति उत्पन्न भएको छ भन्ने कुराहरू म तपाईँलाई बताउन चाहन्छु। विशेष गरी जुन यो 3 मिटर हाइट बाटोदेखि 3 मिटर हाइटको यो हाइट बार लगाइएको यो बारबाट अब 12 फुट देखि माथिको गाडीहरू अब छिर्दैन। पुष्पराज टु ओम टु जति पनि गाडी छ त्यो फर्किसकेको छ, बस गाडी एसी जडान भएको। अब यसले के देख्छ भने नाइट सुपर बसहरू छ है, त्यो जम्मै बसहरू पनि अब यो मार्ग भएर जान सक्ने छैन। गजलडुबा भएर जान सकिनेछ, तर यो मार्ग भएर जान सकिँदैन। यहाँ धेरै टाटाहरू पनि फर्क्यो, जो धेरै अग्लो गाडीहरू यहाँबाट आइसकेपछि जतिजना मानिसहरूलाई थाहा थिएन, ती मानिसहरू आइसकेपछि ती चालकहरूलाई जब थाहा थिएन, ती चालकहरू आइसकेपछि आज यहाँबाट रिटर्न भएको छ। हिजो बेलुकी पख मात्र यो जडान भएको हाइट बार डुवर्स जाने जुन ठाउँ यो बागपुलको एउटा मुखमा छ भने जुन अर्कोपट्टि फेरि उता मङपङ साइडमा जुन जडान गरिनेछ। अनि अब यसले के देखाउँछ भने जुन 80 वर्ष नागिसकेको बागपुल 100 वर्ष ऐतिहासिक धरोहरको यात्रामा अघि बढिरहेको यो बागपुलको सुरक्षा गर्न, संरक्षण गर्न अहिले जुन यसको जुन समय मियाद हेरेर यहाँ धेरै ओभरलोडहरू अब यहाँ कन्ट्रोल गरिनेछ। विशेष हाइटका गाडीहरू कन्ट्रोल गरिनेछ। यही ध्यान राखेर पिडब्ल्युडी विभाग अनि प्रशासनको यो तत्परतामा निर्माण गरिएको हाइट बार जुन जडान गरिएको छ। हेरौँ यहाँको स्थिति के कस्तो भइरहेको छ भन्ने कुरा। बागपुलमा यो हाइट बार लागिसकेपछि अब डुवर्सबाट आउने विभिन्न बसहरू, अब यो बस भएको पछाडि ओम बस पनि आउँदैछ। अब छिर्दैन त्यो बताउँछ। यो जुन माथि हाइटमा यो जुन सामान बाँधिएको छ त्यसले गर्दा अब यो बस छिरेन। अब सामान हाइट डाउन गर्नु पर्यो जम्मै। यताबाट यो टाटा छ, यो पनि छिरेन। टर्क जबरजस्ती हाल्यो उसले। हाइट बारको काम यो, किनभने बागपुललाई जुन सुरक्षा दिन यहाँ हाइट बार लगाइएको थियो, विशेष गरी यो 3 मिटर जुन भनिएको छ। बिन्नागुडी अब कताबाट जाने? भाँचेर आउने। छिर्छ यो। ए छिरो